ओके सबैजनालाई जय मेसी एन्ड वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हामी वाकिङ प्रार्थनामा छौँ अनि हामी चाहिँ 6जना जाँदैछौँ आज चाहिँ। अनि हामी चाहिँ कोटेश्वरसम्म चाहिँ गाडीमा जाने, त्यहाँबाट चाहिँ हामी हिँड्दै आउने प्रार्थनाको कार्यक्रम छ। अनि यता हाम्रो आश्विन सर अनि भाइ निमेश अनि सरहरू यता हुनुहुन्छ। सबजना आफ्नै धुनमा है। अनि के हुन्छ हामी देखाउनेछौँ। आज हामी वाकिङ प्रार्थनामा छौँ। अनि धेरै पछाडि म युट्युबमा एउटा सानो मिनी भ्लग लिएर आएको छु। मिनी भ्लगै लिएर आएको छु। सो सबैजनालाई कस्तो लाग्छ हेरेर अनि प्रतिक्रिया पनि दिनु होला। प्रभुको काम चाहिँ बृहत् रूपमा भइरहेको छ है। अनि हामी चाहिँ आज चाहिँ यो देशहरूको निम्ति अनि हाम्रो देशहरू राम्रो होस् भनेर त्यहाँको युद्धहरू भइरहेको कारणले प्रार्थनाको लागि गएको छौँ। अनि हामी चाहिँ यसरी गइरहेछौँ है। सो लेट्स सी गाइज के हुन्छ। सो हेर्दै जानेछौँ अनि देखाउँदै जानेछौँ। सो गाइज हामी चाहिँ यसरी हिँडिरहेछौँ है प्रार्थनामा। अनि यो चाहिँ ग्रेन्डी टावर अनि ग्रेन्डी हस्पिटल उता माथि उता है। अनि यता हामी हिँडिरहेछौँ प्रार्थनामा। हाम्रो प्रार्थना चाहिँ कोटेश्वरसम्म गाडीमा जाने अनि फर्केर आउँदा चाहिँ हामी प्रार्थना गर्दै आउने भन्ने प्रार्थना हो। अनि अहिले चाहिँ हामी गइरहेछौँ है। यस्तै छ के हुन्छ देखाउँदै जाउँ। अब चाहिँ हामी हाइवे निक्लिसकेको छौँ। अब यहाँबाट चाहिँ हामी गाडीमा जान्छौँ। पानी प्यास लगाएर पानी खाँदै भए अनि आश्विन सर यता हुनुहुन्छ अनि तिर्खा लाएर है। अब यहाँबाट चाहिँ हाम्रो गाडीमा जाने भन्ने प्लान छ। अनि म चाहिँ यहाँ झोलामा पानीहरू बोकिरहेको छु। मेरो लुक्स चाहिँ यस्तो छ आजको। भाइ यतासम्म त देखाउ त मेरो लुक्सलाई। अब यसमा हाम्रो गाडी पनि आइसकेको छ ट्यारेक्टर लाएर। यो गाडीमा हामी जाने गाइड कोटेश्वर आइपुगिसकेको छ। अब चाहिँ हामी यहाँबाट हाम्रो प्रार्थना स्टार्ट हुन्छ अब चाहिँ। अनि हामी कोटेश्वरमा आइपुगिसक्यौँ है। अब हाम्रो यहाँबाट हाम्रो प्रार्थना सुरु गर्ने हामी योजनामा छौँ। अनि हामी चाहिँ यहाँ आइसक्यौँ कोटेश्वरमा। अब कोटेश्वरबाट चाहिँ हामी फेरि यहाँबाट हिँड्दै हामी वाकिङ प्रार्थना गर्नेछौँ। हाम्रो प्रार्थना सुरु भइसकेको छ। अब पानीहरू खाने है। अब यहाँ कार्यक्रम भइरहेछ। अब पानी सानी खाएर ट्याक्क फिट भएर भाइ पानी खाँदैछन्। अनि अब हामी यहाँबाट चाहिँ हिँड्दै जान्छौँ। उतो पुलबाट हामी सिधै अब हामी त्यो पुलनिरबाट हामी यहाँबाट वापस जानेछौँ। अनि यहाँबाट चाहिँ हामी हिँड्दै जानेछौँ। सो त्यही हो गाइज के हुन्छ। सो म देखाउँदै जानेछु। लेट्स सी। हिँड्नको लागि हामी ग्लुकोज पानी खाएर तयारी है त। ठ्याक्क अब यहाँबाट हिँड्नुपर्छ। फेरि ग्लुकोज पानी खाएर प्रार्थना गर्दै ग्लुकोज पानी खाँदै ल हान्नु त हान्नु बिर्कै खसालिदिनु भएको। अनि यस्तो लाएर ल हल्लाएर हान्नु त। ट्याट्ट लाएर ग्लुकोज पानी खाएर अब चाहिँ तन्दुरुस्त भएर अब हामी एकछिन पछाडि बोल्न नि मिल्दैन। हामी सिर्फ प्रार्थना मात्रै गर्ने हिँड्ने हो। अहिले पनि त एकछिन मनी हालिदिउँ कस्तो छ। म खाएर देखाउँछु है त। टेस्ट आहा अहिले चाहिँ बल्ल टेस्ट आएछ। यस्तो छ गाइजहरू। अब ट्याक्क लाएर यो एरियालाई चाहिँ आज हामी यसको रगतले बाँध्नेछौँ। ट्याक्क लाएर हामी हिँड्नेछौँ गाइजहरू। ग्लुकोज पानी हालेर त्यहाँदेखि त्यो भुइँमा गयो भने जुगाड हामीले पेपरबाट लाएर यसरी ग्लुकोज पानी गुरुबाले खाँदै हुनुहुन्छ यहाँ। यस्तो गरेर अब हामी ट्याक्क लाएर अब यहाँबाट चाहिँ हामी अब हिँड्छौँ। हामी बोल्न मिल्दैन गाइजहरू। उता हेलिकप्टर के अरे खसे होइन उड्या हो त्यो। ओके यस्तो बोल्न मिल्दैन नि भाइ। अनि हामी प्रार्थना गरेर त्यहाँबाट छुट्नेछौँ। अनि के हुन्छ म तपाईँहरूलाई अब हामी यहाँबाट हिँड्दै जानेछौँ। अघि चाहिँ आउँदा चाहिँ हामी गाडीमा आयौँ। गाडीमा चाहिँ मैले तपाईँलाई गर्न पाइनँ है। अनि त्यहाँबाट चाहिँ अब हामी हिँड्दैछौँ। यहाँबाट हिँड्दै अनि प्रार्थना गर्दै जानेछौँ। कस्तो लागिरहेको त अश्विन सरलाई? एकदम रमाइलो लागिरहेको छ। अलि ठुलो सरले एकदम रमाइलो। ओके यसरी अब हामी
त्यो पुलमा जान्छौँ अनि त्यो पुलबाट चाहिँ हामी प्रार्थना गर्दै 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 जानेछौँ है त। ल गाइज तपाईँहरूलाई म मिलाउँदै गर्नेछु अनि आजको दिनलाई कस्तो हुन्छ म तपाईँलाई देखाउँदैछु। बाँडिएर हामी चाहिँ प्रार्थनामा लागिसकेको छौँ यहाँबाट चाहिँ है। हामी चाहिँ अब प्रार्थनामा यो पुल माथिबाट प्रार्थना सुरु हुन्छ। अब चाहिँ हामी प्रार्थनामा जोडिसकेको छौँ है त। हामी चाहिँ हिँडिरहेको छौँ। प्रार्थनाको जोडी आइरहेको छ र जब यो पुल माथि जान्छ यहाँबाट ल हामी जहाँबाट सुरु गरेको थियौँ त्यहीँनिर टक्क आइपुगेको छौँ। जयमसी सबैजनालाई प्रार्थना असलमय भयो। प्रभुलाई धन्यवाद भएको होस् अनि भिडियोलाई हेर्नुहोस् अनि आशिषित हुनुहोस् सबैजना है। हाम्रो चाहिँ आजको हाम्रो प्रार्थना ठोकेर इन्डिङ भयो भ्लगको चक्करमा आज खुट्टा दुखेर अनि आजको भ्लग चाहिँ हाम्रो पर्सिस जयहरू अझै हाम्रो प्रार्थना माथि हामी आमेन भन्न बाँकी छ र हामी चाहिँ जहाँबाट सुरु गरेको थियौँ त्यहाँनिर आइपुगेको छौँ। सो सबैजना भ्लग हेर्नुहोस्, बी सपोर्ट, बी लभ गाइज, थ्याङ्क्स फर वाचिङ।